हेलो नमस्ते यहाँहरू सबैजनालाई। आज चाहिँ नोङजाङनिमको छुट्टीको कारणले म चाहिँ गाईलाई घाँस दिन जाँदैछु। हाम्रो साजाङ निमको चाहिँ यहाँ गाई गोठ पनि छ। गाई चाहिँ त्यस्तो धेरै छैन, चाहिँ मासु खाने गाईहरू हो, धेरै छैन। अरू बेला चाहिँ नोङजाङनिमले नै हेर्छ। अन्त अनि आइतबार चाहिँ उसको पुरै छुट्टी हुन्छ अनि आउँदैन, त्यही भएर गाईलाई घाँस दिनुको लागि जानुपर्छ। म गाईगोठ पनि आइपुग्न लागेँ। देख्न सक्नुहुन्छ गाईगोठ देखिएछ अलिअलि चाहिँ गाईगोठ। यो तापट्टि चाहिँ गाईलाई खुवाउने घाँस रोपिएको छ, छरेको छन्। अहिले चाहिँ म गाईगोठ आइपुगेँ। यस्तो छ हाम्रो बुढोको गाईगोठ चाहिँ गाईगोठ। यो चाहिँ मासु खाने गाईहरू। के छ, यो चाहिँ 1 वर्ष पुगेको बाछाहरू हो, अलिक सानो सानो। चाहिँ हाम्रो मालिकको गाईगोठ। त्यस्तो धेरै त छैन। यो चाहिँ पोहोरको साल ब्याएको हो, यतिखेरै जस्तो। अनि अहिले यत्रो भएछ, बढेको हो। 2 सालपछि चाहिँ यिनीहरूलाई बेच्ने गर्छन्। यो चाहिँ 2 साल भएको हो, अब बेच्नको लागि रेडी। यस्तो छ। यो चाहिँ यसपालो भर्खर ब्याएको। अब यिनीहरू पोहोरको साल ठुलो हुन्छ, 2 वर्षपछि बिक्री हुन्छ। यो चाहिँ हाम्रो मालिकको गाईगोठ यति नै छ। यिनीहरू चाहिँ अब बेच्नको लागि रेडीहरू। यो पोहोरको सालको बच्चा, 1 वर्षको बच्चा हो। यो चाहिँ माउ।